ओहो गाइस, आज त मेरो बुढाले ढिँडो बनाउँदै हुनुहुन्छ। ढिँडो कोलाई मन पर्छ है गाइस ढिँडो। बुढा मजा आउने भयो है खाना, हैन? पकाउनु त आउँछ त। यता हेर्नु त ढिँडो पकाउनु यता हेर्नु बुढा। कति मिठो हुन्छ होला है। अब चिसो चिसो मौसममा ढिँडो। त गाइस मेरो भिडियो लास्टसम्म हेर्दै गर्नु है। अनि म चाहिँ खाएको भिडियो पनि लिएर आउने छु। ढिँडो चाहिँ हामीले यसरी पकाउँछौँ नि। के गर्नु पर्देशमा कसौटी छैन, कसौटी त छ तर सानो हुन्छ 3 जनालाई, त्यही भएर यसरी पकाउँदैछौँ है गाइस। त गाइस बनिसक्यो ढिँडो अनि मासु। अब चाहिँ म खान्छु ल। चिसो चिसो मौसममा तातो ढिँडो चौबन्छ नि नाइ? चौबन्न टेस्टी भएछ, मिठो। ठुल्ठुलो भएछ गास। हजुर बनाएर खाने यस्तो टेस्टी हुँदो रहेछ। टेस्टी। बाई बाई।